ट्रायल पास भएपछि यो चाहिँ ल्याउनु है। यो भिडियो चाहिँ लास्टमा हेरेर सब्सक्राइब गर्नु होला। पास भयो के मामा, यहाँ लाइसेन्स प्राप्त हुनुभयो। स्टार्टै बस्न भइदियो। हेलो गाइस है, वेलकम टु माई युट्युब च्यानल। आएको तपाईँहरू सन्चै हुने आशा राखेको छु। आजको भिडियो के हो भनेर तपाईँहरू थाहा पाइसक्नु भएको छ थम्बनेल हेरेर। आजको भिडियो भन्नाले आजै लेखेर आएको होइन, मेरो चाहिँ भोलि ट्रायल हुँदैछ होइन। मैले दिन आएको फर्मसम्म भरेको या अब केही भिडियो पनि गराएन। डाइरेक्ट म चाहिँ अब भोलि चाहिँ मेरो अब ट्रायल छ, ट्रायल होइन। त्यही भएर ट्रायलमा एकदम पास भइन्छ कि भइन्न भन्ने थाहा छैन। अब के हुन्छ हेर्दै जाऊँ। अब लाइसेन्स निकाल्नुपर्छ भन्ने मेरो चाहिँ अब आश छ होइन। के कस्तो हुन्छ भिडियो अन्तिमसम्म हेर्नु होला होइन। जो नयाँ हुन्छ च्यानलमा सब्सक्राइब र कमेन्ट सेयर गर्न नभुल्नु होला होइन। माया देखाइदिनु होला है। म चाहिँ अब टक्क भोलि ट्रायल लिन जानु लागेको। मैले बिहान जानुपर्ने हुन्छ भिडियो गराउनु पाउन्न, किनकि अब मसँग कोही साथी पनि जानेवाला छैन होइन। किनकि मैले ट्रायल दिएको यो भिडियो चाहिँ गराउनु पाउन्न। अरूले ट्रायल दिएको भिडियो त्यहाँ खिच्न मिल्छ भने चाहिँ मैले खिच्नेवाला छु। हेर्नु होला होइन। तुलसीपुर दाङको होइन कस्तो हुन्छ अनि कसरी दिनुपर्छ भन्ने कुरा सबै कुराहरू हेर्नु होला। अनि मैले जानेपछि मैले तपाईँहरूलाई सेयर गर्नेछु। र अनि मैले टोटल भिडियो गराउनु छ यो। अनि म ट्रायल दिन गएको होइन। अब मैले चाहिँ अब दिएको चाहिँ गराउनु पाउन्न, अरूले दिएको होइन त्यो ट्रायल दिएको त्यो गराउँछु। अनि त्यसपछि अब म पास भएर अनि लाइसेन्स लिन गएको त्यो भिडियो बनाउँछु होइन। अनि लाइसेन्स निकाल्नुपर्छ है, काम लाग्छ होइन, धेरै काम लाग्छ। किनभने अब कहिले जानु पऱ्यो भने यसो अलि हुन्छ नि त। अब लाइसेन्स भएपछि ढुक्क हुन्छ होइन। त्यही भएर टक्क अहिले एकदम चिसो हावा खाँदैछु है। टक्क शीतलो भइरहेछ। भिडियो अन्तिमसम्म हेर्नु होला, के कस्तो लाग्छ सब्सक्राइब गर्नु होला जो नयाँ हुन्छ च्यानलमा। गाइस भिडियोतिर लागौँ अब हामी। पास भयो के मामा, यहाँ लाइसेन्स प्राप्त हुनुभयो। भइसक्यो, ट्रायल पास गरेर नाम लागिसक्यो, बाहिर निक्लिसक्यो पास गरेर। ओ पास भइसक्यो, लाइसेन्स निक्लिन्छ अब। पास भयो। स्टार्टै स्टार्ट बन्द भयो। स्टार्टै बन्द भइदियो। तपाईँको दाइ सेकेन्डमा हुनुहुन्छ अब। ए हानिदियो बोल, खच्चै बोल हानिदियो यार। युवा भएर पनि हानिदियो। त्यो झन् भाइरै कुरा टेक्छ त यार। तपाईँको दाइको पालो आयो। अब अङ्कलको हेरौँ।
खर्च यतिको रहेछ नि अन्त ढुक्कै हो त्यही घाउमै हान्नु फाइनली गाइस है मेरो चाहिँ ट्रायल पास भयो र है सबजनाहरूलाई टक्क ट्रायल पास भएको चाहिँ यो चाहिँ ल्याउनु दिँदो रहेछ होइन ट्रायल पास भएपछि यो चाहिँ ल्याउनु दिँदो रहेछ होइन ट्रायल पास नभएपछि यो चाहिँ उतै राखिदिँदो रहेछ होइन ट्रायलमा फेल भएकोलाई चाहिँ यो उतै राखिदिँदो रहेछ मेरो चाहिँ ट्रायल पास भयो टक्क गाइस है हो ह्याप्पी है केटा खुसी एकदम होइन अब हुन्छ नि त लाइक होइन जस्तो अब एकैचोटि भयो भने त लास्टै खुसी लाग्छ क्या होइन एकैचोटि कहाँ चाहिँ मेरो लाइसेन्स निक्ल्यो होइन हो है लाइसेन्स निक्ल्यो अक्क है म लिन्जान लगाएको पनि भिडियो गराउने छु 15 दिनपछि बोला चक्रा हो मा लाइसेन्स निक्ल्यो यार है ट्रायल पास भयो लाइसेन्स निक्लेन कि लाइसेन्स ल्याउनु त 15 दिन पछाडि जानुपर्छ 15 दिन 20 दिन यो भित्रमा जानुपर्ने रहेछ 20 दिन भनेको छ मलाई होइन म तर 15 दिनमा गएर ल्याउने छु है पास भयो फाइनली पास फाइनली भिडियो अन्त हेर्ने दामी हुनेवाला छ ल र होइन म चाहिँ आज होइन लाइसेन्स लिन जाँदैछु होइन यातायात होइन लाइसेन्स ल्याउँदा के गर्नुपर्छ होइन त्यही राजको बुझाउनुपर्छ अनि त्यो लाइसेन्स लिएर आउने हो होइन त्यो टक्क है म चाहिँ भिडियो गराउँछु टक्क म चाहिँ लाइसेन्स लिन जाँदैछु कुरा हो फाइनली पारा अनि म चाहिँ लाइसेन्स निकालेर आइसकेँ होइन किनकि भविष्य चाहिँ भिडियो गराउनु मिलेन रहेछ फेरि मैले चाहिँ भिडियो गराएन के कस्तो भनेपछि होइन जहाँ हामीले लिखित दिनुभन्दा अगाडि 500 राजको बुझाउँछ नि त्यही भएर 1500 बुझाउनु पर्ने रहेछ त्यहीदेखि नै लाइसेन्स दिँदो रहेछ म त लाइसेन्स लिएर आइसकेँ होइन गर्नुहुन्छ तपाईँहरूले लाइसेन्स होइन त्यो चाहिँ होइन अब दुईवटा चाहिँ दिँदो रहेछ किनभने चाहिँ अब 1 वर्ष लाग्छ नि त अब यसमा कार्ड आउनलाई त्यही भएर 1 वर्ष लाग्छ त्यही भएर 6 महिना काम गर्नु एउटाले भनेर दिँदो रहेछ मैले चाहिँ लेभुलेसन हानेर ल्याइसकेँ होइन तपाईँहरूले चाहिँ उल्टो देखिरहेको होला के देखिरहेको छ थाहा भएन होइन एकदम सो ह्याप्पी है त्यो भिडियो चाहिँ लास्टमा हेरेर सब्सक्राइब गर्नु होला च्यानललाई सेयर गर्नु होला लाइसेन्स चाहिँ निक्लेर आयो है निकालेर आइसकेँ 20 दिन बोलाएको थियो तर 15 दिनमा दिइहाल्यो ठिक छ है भिडियो यति नै के कस्तो लाग्छ बाई बाई अर्को नेक्स्ट भिडियो हेरौँला।